साथी तिमीलाई त म त मेरो नयाँ घरमा ल्याएको नि बस ल नयाँ घर किदेऊ रहेछ ल बेलुकातिर अब भोलि बेलुकातिर पार्टी खानुपर्छ आज राति भइसक्यो ल बस्दै गर नि त म खुट्टा धोएर आउँछु खुट्टा धोएर ल बस के साथी के भयो साथी किन डरायो फेरि तिमी एक्टिभिटी रहेछ के हो होला नि त होइन होला अहिले तिम्रो भ्रम मात्रै हो अहिले छोडा राति पनि भइसक्यो सुताउँला होइन अब साथी सुत्न पर्यो होइन डिस्टर्ब नगर न साथी यहाँ सुन न के भयो कि फेरि के भूत होला जस्तो छ के यो घर छोडौँ साथी मैले तिमीलाई पहिले भनिन तिम्रो भ्रम हो भनेर मलाई कस्तो चला थियो सुधा अब तिम्रो भ्रम जस्तो लाग्यो मलाई भोलि बाबालाई बोलाएर घरको पूजा गरौँला सुध साथी उठा के अब बिहान भइसक्यो उठ हिजो राति तर्साकै हो त बाबासित जान पर्ने जस्तो लाग्यो अब एकछिन अब जाम है त बाबाको ठाउँ पनि आइसक्यो आउनु त बाबा नमस्ते बाबा यार हाम्रो नयाँ घर किनेको थियौँ राति अब यसलाई धेरै नै तर्सा जस्तो माने एकचोटि हेरिदिनु पर्यो बाबा पूजा गरिदिनु पर्यो रुके म तिमीहरूको घरमा के छ के छु हिँड्छ तेरो घर बाबा यो हाम्रो घर अब के गर्नुपर्ने गरिदिनु बाबु तिमीहरूको घरमा त कालो आत्माको साया बसेको छ पर्ने गरिदिनु पर्यो असाध्यै भयो ल बाबु मैले गरिदिन्छु हजुरले हामीलाई धेरै ठुलो सङ्कटबाट बचाइदिनु भयो ठिक छ बालक ठिक छ